नमस्कार, म डाक्टर नमिता अधिकारी, हृदयरोग तथा दन्त प्रत्यारोपण विशेषज्ञ। मलाई धेरैजना बिरामीहरूले प्रश्न गर्नुहुन्छ कि पटक पटक दाँत सफा गर्नाले के दाँत पातलिँदै जान्छ अथवा के दाँत खिँदै जान्छ। आज म त्यसको उत्तर दिन गइरहेको छु। हामीले दाँत सफा गर्दा प्रयोग गर्ने भनेको अल्ट्रासोनिक स्केलर हो र यसबाट चाहिँ अल्ट्रासोनिक वेव्स र पानीको फोहराले चाहिँ हाम्रो दाँतमा भएको फोहोरहरूलाई सफा गर्ने गर्दछ। जुन हाम्रो दाँतमा सबैभन्दा बाहिरको लेयर हुन्छ, हामीले इनामेल भन्छौँ, त्यो चाहिँ हाम्रो शरीरको सबैभन्दा बलियो पार्ट हो र यसलाई यो अल्ट्रासोनिक वेव्सले र स्केलरले कति पनि असर गर्दैन। हाम्रो नङ हाम्रो इनामेलभन्दा त कमजोर नै हुन्छ र यो अल्ट्रासोनिक स्केलरले हाम्रो नङमा एउटा खरोच पनि लिएर आउन सक्दैन भने यसले हाम्रो इनामेललाई कसरी पातलो बनाउँछ, यो बस एउटा मिथ हो र आज मैले हजुरहरूलाई जानकारीको लागि मात्र यो गरेर देखाउँदैछु। हेर्नुहोस्, नङमा कतै पनि खरोच पनि लिएर आउन सक्दैन भने दाँतलाई पातलो बनाउने कुरा त टाढाको कुरा हो। त्यसैले हल्लाको पछाडि नलागौँ र आफ्नो नजिकैको डेन्टल क्लिनिकमा गएर प्रोफेसनलहरूको द्वारा उहाँहरूको सल्लाह लिएर